नेताको घरको पैसा एआई भएको जस्तै, चलेको गोली पनि एआई भएको भए, सडकको रगत पनि एआई भएको भए, भाइहरूको लास पनि एआई भएको भए, सबरोदन र चिच्चाहाट पनि एआई भएको भए, पशुपति आरे घाट पनि एआई भएको भए, त्यो साँझ ती आमाहरू भोकै सुत्नु पर्थेन, आउँछ कि भन्दै अझैसम्म बाटो कुर्नु पर्थेन, बुढेसकालको लाठीको मलामी हुनु पर्थेन र फोटो फ्रेममा सजाउनलाई माला उन्नु पर्थेन। नेताको घरको पैसा एआई भएको जस्तै, चलेको गोली पनि एआई भएको भए, महिनाको 10,000 को जागिरसम्म नपाएर घर जग्गा बन्दकी राखी विदेश गएको साथीको रिमिटेन्स त चल्यो तर भोट चलेन यसपालि। आफ्नो पीडा छँदै थियो, देश बर्बाद भयो त्यसमाथि, पन्धेरोमा चिप्लिएर धक्का पर्यो पेटमाथि, त्यो गर्भवती श्रीमतीले रिस बिसाउने के माथि। यस्तै हजारौंको क्रोध थाप्न सक्नुपर्छ, बाक्लो बनाऊ मतपत्र लेमिनेसन गर त्यसमाथि। मान्छेको ज्यान भन्दा कुर्सी प्यारो लाग्ने तिमी जस्ता राक्षसहरूसँग मैले आश के राख्ने।